भ्रमण प्लस यसको विशेषता दाजु पिकनिक पनि हो। अनि यसको चाहिँ यो चाहिँ दुना लाइभ हो। लाइभ भएको छैन ए लाइभ हो कि होइन लोडिङ लोडिङ हुँदैछ ए हुँदैछ उताबाट यता दिँदै गरौँ न यो चाहिँ दुना भन्छ यसलाई। यो सालको पताई भन्छ, सफाको पताई भन्छ। यो चाहिँ पहिला हाम्रो पुर्खाहरूले चाहिँ यसरी दुनामा अन्डाहरू बनाएर कोइलामा चाहिँ राखेर चाहिँ पकाएर खान्थे, बनाएर खान्थे। हाम्रो यहाँ दुना रेडी भइसक्यो। यो दुना रेडी भइसक्यो। अब यो दुनामा चाहिँ अन्डा हाल्नु। अब यसरी दाइले सिकाउनु भएको है मलाई। यो मेरो जिन्दगीको पहिलो अनुभव है यो चाहिँ। अनि टक्क फुटाउने यसलाई हाल्ने। अब यसलाई चाहिँ लगेर चाहिँ खाली छ दाजु एउटा ठाउँ ल यसरी लाँदैछौँ दाइ। यसलाई चाहिँ वास्तवमा के चाहिँ भन्छ दाजु यो ल यहाँ पोलेको यो खास चाहिँ हाम्रो ल यो पहिला वन पूजा अनि यसरी हुँदो रहेछ दाइ देखाइदिनु तपाईँको चाहिँ पूजा गर्दाखेरि लास्टमा यो हुँदो रहेछ चढाएर उता दाइले ट्राई हाल्दिनु ल दाजु लु अब यो छैन चाख्नु कस्तो हुँदो रहेछ यो पहिला आइतबारे होइन देवी पूजा उ गर्दाखेरि पनि यसरी नै तपाईँको चाहिँ त्यो चढाएको चाहिँ यो यसरी पोलेर ठ्याक्कै चढाएर चाहिँ यसरी खाइन्थ्यो। र यो चढाएको ल अब यसलाई चाहिँ खानु मिल्यो। पहिला अलिक धेरै लगाइदिनु पहिला लाउनु यसलाई यसरी खानु मिल्यो। नो किरण भाइ खानु कस्तो अनुभव लो नयाँ यो चाहिँ देउतालाई चढाएर जिन्दगीको पहिलो अनुभव है यो चाहिँ फर्स्ट टाइम है तपाईँ खानु पोलेर खाएको चाहिँ पहिलो एकदम अनुभव दामी। ल यसमा नुन केही हाल्नु परेन त्यही पनि दामी छ। हालौँ नहाल्दा नि एकदम राम्रो रहेछ है यो चाहिँ। ल साह्रै मिठो रहेछ ल